नमस्कार यहाँहरू सम्पूर्णमा यहाँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अस्ति मैले किशोरी अवस्थामा हुने पहिलो महिनावारीको विषयमा भिडियो बनाएको थिएँ, जुन भिडियो यहाँहरूले हेरिदिनु भएको छ, रुचाइदिनु भएको छ। त्यस्तै अवसरमा मैले स्वास्थ्य क्षेत्रमा विभिन्न ठाउँमा काम गर्ने क्रममा एकजना किशोरी बहिनीलाई चाहिँ मेरो काउन्सेलिङले अर्थात् मसँगै राखेर उसलाई यस्तो आफ्नो जीवन परिवर्तनका कुराहरू सुनाउँदा उसको जीवनमा राम्रो परिवर्तन भएको छ। उसले आफ्नो पढाइलाई निरन्तरता दिएर अहिले ऊ राम्रो स्थानमा पुगेछ। मैले उसको अनुमतिमा चाहिँ यो भिडियो यहाँहरू समक्ष त्यो केस कस्तो थियो, कसरी यो केसलाई मेरो काउन्सेलिङले काम गर्यो, कसरी उसको जीवनमा परिवर्तन भयो भन्ने विषयमा छलफल गर्नेछौँ। मैले लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेकोले गर्दा जहिले पनि मेरो छोराले मलाई मम्मी एउटा यस्तो केस स्टडीहरू सुनाउनु, जसले गर्दाखेरि चाहिँ तपाईँको जीवनमा र जसले तपाईँलाई काउन्सेलिङ दिनुभयो उसको जीवनमा चाहिँ प्राउड फिल गर्न लागेको कुनै केस स्टडीहरू छ भने सुनाउनुहोस् भन्ने गर्छन्। यो केस स्टडी सुनाउने चाहिँ अब यत्तिकै किन सुनाउनु, यसलाई पनि भिडियोमा कैद गरौँ न हाम्रो छलफललाई भनेर मैले यो भिडियोमा चाहिँ मेरो छोरालाई आमन्त्रण गरेको छु। स्वागत छ बाबु तिमीलाई मेरो युट्युब च्यानलमा। थ्याङ्क यू भेरी मच। सम्पूर्णलाई नमस्कार। यो केस स्टडीको भिडियो चाहिँ एउटा एडोलेसेन्ट अथवा किशोरावस्थामा सबैभन्दा देखा परिएको, अहिलेको बेलामा सबैभन्दा बढी देखा परिएको केस स्टडी रहेछ। एकदम इन्ट्रेस्टिङ पनि छ र यो इन्ट्रेस्टिङ केस स्टडी चाहिँ हाम्रो लाइफसँग अलि रिलेटेड पनि छ, अहिलेको कन्डिसनसँग रिलेटेड पनि छ। त्यस कारणले हामी यसलाई चाहिँ रेकर्ड गरेर सार्वजनिक गर्ने, पब्लिक गर्ने, ताकि यसबाट केही शिक्षा सबैलाई आर्जन होस् र यो हेल्थ प्रब्लमलाई कसरी प्रिभेन्ट गर्न सकिन्छ भन्ने मूल मन्त्रलाई लिएर यो भिडियो हामी सुरु गर्न गएको छौँ। अनि फर्स्ट क्वेसन मम्मीलाई चाहिँ यो केस चाहिँ एक्चुअली मम्मी कहाँ हुँदाखेरि, कता पोस्ट हुँदाखेरि, मम्मी कता कार्यरत हुँदाखेरि चाहिँ यो केस भेटाउनु भयो, त्यहाँबाट सुरु गरौँ। मैले चाहिँ फर्स्ट मेरो सरकारी जागिर मेरो फर्स्टमा खोटाङबाट सुरु भयो। खोटाङ जिल्लाको अलि सितुवाचोक नगरपालिका दुर्छिम, अहिले चाहिँ वडा नम्बर 5 दुर्छिम स्वास्थ्य चौकीमा मैले काम गर्थेँ। त्यही स्वास्थ्य चौकीमा काम गर्ने क्रममा चाहिँ जुन किशोरी हुनुहुन्छ, किशोरीको मम्मी चाहिँ मेरो साथी हो। अनि साथीको हिसाबमा चाहिँ किशोरीलाई भएको समस्या उहाँले मलाई भन्नुभएको थियो र यस्तो छलफल गर्दा त्यो बहिनी चाहिँ मसम्म आइपुग्नु भयो। सुरुमा चाहिँ हामी यसरी छौँ, त्यो केसको सुरुमा चाहिँ जनरल इन्ट्रोडक्सन, जस्तै फिमेल पेसेन्ट थियो, त फिमेल केस थियो, एज एज लगभग ऊ चाहिँ 12-13 वर्षको थियो होइन, 12 देखि 13 वर्षको उमेरभित्रको। अहिले ठ्याक्कै मैले उमेर भन्दा उसको 13 वर्षको उमेर थियो। कम्प्लेन चाहिँ के थियो फर्स्ट समस्या? पहिलो समस्या भनेको ऊ चाहिँ कोठाभित्र, अँध्यारो कोठाभित्र सुतिरहने, अनि खाना खान मन नगर्ने, अनि एक्लै बस्न मन पराउने, स्कुल नजाने। ऊ चाहिँ 10 क्लासमा पढ्दै थिइन् होइन। अनि स्कुल नजाने, घरमा कुनै पनि आमा बुवा, उसको दाइ पनि हुनुहुन्थ्यो, उसको दाइसँग पनि आफ्नो कुराहरू सेयर नगर्ने। अनि बल्ल बल्ल स्कुल जाने, स्कुल गयो भने स्कुलमा साथीहरूसँग नबोल्ने, अनि स्कुलबाट आउने सुतिहाल्ने, खाना खान पनि मन नगर्ने, खाना खायो भने पनि वाक वाक गर्ने, भमिट गरे जस्तो गर्ने। त्यस्तो भएर उसले सुरुमा त अब झन् परिवारको मान्छेले गाली गर्ने, किन यस्तो भयो, किन स्कुल जान छोड्यो भन्ने, नजिकै नहुने, त्यस्तो भयो। पछि भएपछि ऊ पुरै बिरामी जस्तो भएर ओछ्यानमा सुत्लिन्। अनि त्यो भएपछि, त्यो समस्या भएपछि सर्वप्रथम तपाईँकोमै आउनुभयो कि कतै? होइन, त्यो अब त्यस्तो समस्या भएछ। अनि त्यस्तो समस्या भइसकेपछि अब त्यहाँ चाहिँ के पहाड हो, त्यहाँ चाहिँ के चलन छ भने अब स्ल्यान पानी लगाएपछि, शरीरमा स्ल्यान लगाएपछि पानी चढाउने भन्ने चलन थियो त्यहाँको चाहिँ। शरीरमा पानी नभएर भन्ने, अनि स्ल्यान लगाउन अब मसँगै काम गर्ने सहकर्मी अर्को एकजना सरकोमा चाहिँ त्यो बहिनीलाई लिएर आएर स्ल्यान पानी लगाउँदै हुनुहुन्थ्यो। त्यो स्ल्यान पानी लगाउने क्रममा चाहिँ धेरै बेर बस्नुपर्छ नि दिनभरि। त्यो बस्ने क्रममा क्वार्टरमा म पनि थिएँ। अनि त्यसरी बस्दाखेरि उहाँको मम्मीले अनि सबै कुराहरू यस्तो यस्तो हो, यस्तो यस्तो भयो, मेरो छोरीलाई यस्तो समस्या भयो, अनि यसरी के गर्यो भने राम्रो होला, हजुरको विचारमा के छ भनेर सल्लाह दिनुभएको थियो। अनि अब तपाईँले अहिले यो उपचार गरिहाल्नुभयो, यसपछि के हुन्छ, भोलि पर्सितिर 1-2 दिनमा फेरि हामी सल्लाह गरौँ। अनि मेरो विचारले चाहिँ तपाईँले फेरि काठमाडौँ लगेर राम्रोसँग उसको अब उसको रगत जाँच होइन, सबै शारीरिक जाँच एकचोटि चाहिँ होल बडी चेकअप भन्छन्, त्यो सबै एकचोटि जाँच गरेर राम्रो डक्टरलाई भेटाएर एकचोटि तपाईँले राम्रोसँग जाँच गर्नुहोस् काठमाडौँ गएर। अनि त्यस पछाडिको फर्दर ट्रिटमेन्ट, त्यस पछाडि के गर्नुपर्छ, त्यहाँ डक्टरले के भन्नुहुन्छ, अनि हामी छलफल गरौँला भनेर मैले सल्लाह गरेको थिएँ। अनि जनरल हेल्थ चेकअपमा चाहिँ के फाइन्डिङ्सहरू भेटियो त? अनि त्यसरी चेकअप गर्न जाँदा उसको सबै ब्लड टेस्टदेखि लिएर दिसा पिसाबहरू सबै टेस्टहरू गर्नु भएर छ। सबै टेस्ट गर्दा उसको चाहिँ शारीरिक समस्याहरू के पनि देखिएन। उसलाई शारीरिक समस्याहरू के पनि नदेखिएपछि उसलाई
जेनरल एन्जाइटी डिसअर्डर भनेर डक्टरले डायग्नोसिस गरिदिनु एनिमिया पनि भएको देखियो रहेछ। एनिमिया पनि अनि देखियो। एनेमिया त त्यस्तो धेरै चाहिँ होइन, तर उसको हेमोग्लोबिन चाहिँ कमै थियो। त त्यस्तो अब एनेमिया भनेर एनेमिक चाहिँ भइसकेको थिएन, तर एकदम लास्ट लेभलमा उसको हेमोग्लोबिन थियो। त्यस पछाडि उसलाई 3 महिनाको लागि आइरन सकी खानु, अनि उसलाई चाहिँ 1 महिनासम्म एन्जाइटीको औषध दिनुभएको रहेछ। यो जस मेडिसिन दिएर यो खुवाइसकेर 1 महिनामा लिएर आउनु भनेर डक्टरले दिनुभएको रहेछ। अनि त्यो खाउँदा पनि उसलाई केही पनि परिवर्तन आएन, उमा केही परिवर्तनहरू त्यति धेरै भएन। यहाँ काठमाडौँमा चेकअप गरेर लिएर गइसकेपछि नि उसको मम्मी मसँग फ्रिक्वेन्ट जस आउनुहुन्थ्यो, भेटघाट गर्नुहुन्थ्यो। अनि मैले उसलाई चाहिँ बिस्तारै आफैले काउन्सेलिङ गर्ने, अनि उसको फ्यामिलीको मेम्बरहरूलाई उसको कुरा सुनिदिनुपर्छ, अनि उसको कुराहरू बुझ्नुपर्छ। हामीले चाहिँ छोराछोरीको साथी जस्तै भएर पहिलो कुरा त उसको समस्या सुन्नुपर्छ, के भयो, कस्तो भयो, उसको स्वास्थ्य स्थिति के छ, राम्रोसँग नम्रसँग बोल्ने, उसँग नजिक हुने, अनि छुट्टै अलग्गै बेडमा नसुत्ने, आमा छोरी एउटै बेडमा सुत्ने, एकदम धेरै साथी जस्तो व्यवहार गर्नुपर्छ भनेर मैले उसको फ्यामिलीमा पनि राम्रोसँग काउन्सिलिङ गरेँ। ठुल्ठुलो सोली गाली गर्ने, अब यस्तो आफू टाढा हुने, यस्तो गरिहाल्छ नि, यस्तो भइहाल्छ नि, हामीले पनि यस्तो उमेरहरू क्रस गरे भनेर चाहिँ उहाँहरूले धेरै गर्नुहुन्थ्यो। अनि त्यो गरेँ। अनि त्यो गरिसकेपछि चाहिँ उसलाई चाहिँ अब यस्तो महिनावारीको कुराहरू होइन, महिनावारी हुँदाखेरि ल अब उहाँहरू चाहिँ जनजाति भएकोले गर्दा त्यस्तो अब त्यो महिनावारी हुँदा अलग्गै बस्नुपर्छ, हाम्रो छेत्री बाहुनको कल्चर जस्तो थिएन। तर पनि मैले अब यस्तो हर्मोनल चेन्जको कुरा होइन, किशोरी अवस्थामा हर्मोनल चेन्ज हुने कुराहरू, अनि यो बेलामा चाहिँ हाम्रो हुन्छ नि जुन मुड स्विङको कुराहरू, अब कहिले रिसाउने, कहिले खुसी हुने, साथीसँग नजिक हुन मन नपराउने, अर्थात् अरू अरू विपरीत लिङ्गी साथीहरूसँग नजिक हुने, यस्तो कुराहरू जुन चाहिँ किशोर अवस्थामा आउने परिवर्तनहरू छन् नि, अनि उसको शारीरिक परिवर्तनदेखि लिएर मानसिक परिवर्तनका कुराहरू सबै उसलाई भनिसकेपछि अलिअलि अलिअलि गरेर ऊ र म चाहिँ एकदम धेरै बेस्ट फ्रेन्ड जस्तै भयौँ कि साथी जस्तै। अनि उसले चाहिँ उसको मम्मीलाई भन्दा धेरै कुराहरू चाहिँ मसँग सेयर गर्ने भयो। अनि कहिलेकाहीँ त आएर ऊ मसँग नि बस्थिन् होइन, अनि सँगै बस्ने, छलफल गर्ने गरिसकेपछि मेनली मैले उसलाई गरेको भनेको उसलाई चाहिँ उसको कुरा मजासँग सुन्ने, उसले के भन्यो, अनि उसलाई त्यत्तिकै पनि आज दिनभरि कस्तो पढाइ भयो, के भयो, आज के पढ्यो, कस्तो कस्तो विषयमा कुराहरू भयो, कुराहरू गर्ने। अनि तिमीलाई कस्तो सोचहरू आउँछ, तिम्रो विचारहरू के छ, जस्तो अब उसलाई चाहिँ एकदम अरू साथीहरू हेर्दा रिस उठ्ने, अनि आफू चाहिँ पढाइमा अलिकति विक भएकोले गर्दा त्यसले मैले चाहिँ अब पढ्नै सक्दिनँ, मेरो लाइफ चाहिँ केही होइन, अब मैले केही गरी खान सक्दिनँ जस्तो लाग्ने, मनमा त्यस्तो कुराहरू आउने। अनि त्यसपछि काउन्सिलिङ गरिसकेपछि उसलाई ठिक भयो होइन। ठिक हुँदै गयो, बिस्तारै उसको सुधार भयो, अनि उसको फेसहरूमा पनि चेन्ज हुँदै गयो। त्यसै बिचमा अनि उसले आइरन सकीहरू पनि खाँदै थियो, अनि उसलाई पहिलो महिनावारी पनि भयो। त्यो पहिलो महिनावारी पनि मैले उसलाई प्याड पट्याउने तरिकाहरू, त्यहाँ त त्यो सेनिटरी प्याडहरू किन्ने, त्यो अहिले पसलमा पाउने प्याडहरू पाउँदैन थियो नि त। त्यस पछाडि कस्तो कस्तो खालको जस्तो सुतीको नरमवाला कपडाहरूको प्रयोग गर्ने, अनि त्यो प्रयोग गरेको प्याड चाहिँ यसरी फोल्ड गर्ने, पेन्टीमा यसरी राख्ने होइन, अनि त्यो प्याडलाई यसरी धुने, घाममा राम्रोसँग सुकाउने, मजासँग साबुन पानी, त्यहाँ त एकदम पानीको धेरै दुःख थियो होइन। अनि त्यहाँतिर मैले धेरै सोधेको थिएँ, त्यो प्याडहरू यताउता भयो नि त्यो राम्रोसँग त्यो धेरै नपखाली गर्ने त्यस्तो देख्थेँ कि। अनि उसलाई मैले राम्रोसँग यस्तो पखाल्नुपर्छ, राम्रोसँग यसरी पेन्टी प्याड जुन प्याडमा प्रयोग गरेका कपडाहरू हामीले घाममा राम्रोसँग सुकाउनुपर्छ, यस्तो काउन्सिलिङहरू पनि गरेँ महिनावारीको विषयमा। अनि उसलाई मैले मेनली भनेको तिमी तिमी जन्मेको के को लागि हो, तिम्रो लाइफ के को लागि हो, तिमीले चाहिँ यो यत्तिकै गर कोठाभित्रै सुतेको भरले अब यसै गरी आफूलाई इरिटेबल, आफ्नो लाइफलाई त्यस्तै इरिटेसन गरेर जिन्दगी चल्छ त तिम्रो चल्दैन नि त। तिमी त आफ्नो बुवा मम्मीको लागि अनि यो गाउँ समाजको लागि के गर्न सक्छौ, खास तिमी जन्मेको के को लागि हो भनेर आफूले आफैलाई चिन्यो भने चाहिँ तिमीले लाइफमा यो पोइन्टमा चाहिँ तिमी म चाहिँ भविष्यमा गएर टिचर बन्छु या नर्स बन्छु, या यो चाहिँ काम गरेर चाहिँ म यस्तोसम्म जान्छु भन्ने एउटा एउटा तिमीले उद्देश्य लिएर पढ्यौ भने, अर्थात् त्यस्तो गर्यो भने तिमीले सब कुराहरू बिर्सिन्छौ, अनि लाइफ एउटा राम्रो हुन्छ भन्ने यस्तै यस्तै कुराहरू गर्दै गर्दै जाँदा उनी अहिले टिचरमा नाम निकालेकी छन् लोकसेवामा होइन, राम्रो गरेकी छन्। अनि यस्तै कुराहरू। अनि म्याम यो त भयो हामी एउटा केसको कुरा। अब चाहिँ यो समस्या चाहिँ किशोरीहरूमा किन आउँदो रहेछ तपाईँले, यो समस्या चाहिँ जनरली अहिले पनि धेरै किशोरीहरूमा चाहिँ यो देखिन्छ। किशोर किशोरी दुवैमा एडोलेसेन्ट फेजमा चाहिँ आफ्नो बिहेभियर, फिजिकल र मेन्टल बिहेभियर चेन्ज हुँदाखेरि चाहिँ यो खालको साइकेट्रिक प्रब्लमहरू आउँदो रहेछ। मानसिक समस्या नै भनौँ यसलाई, त्यो किसिमले आउँदो रहेछ। यसको चाहिँ मुख्य कारण चाहिँ के रहेछ? त्यो सबैभन्दा मुख्य कारण भनेको
अब यो किशोर किशोरी अवस्थामा चाहिँ अब भत्तै उसको उमेर बढ्ने, उसको शारीरिक र शारीरिक पनि भत्तै बढेको हुन्छ नि त, उसको जुन ग्रोथ हुन्छ नि त्यो पनि हुन्छ। त्यो बेलामा उसको हर्मोनल चेन्जले गर्दा उसमा चाहिँ बिस्तारै मुड स्विङ हुने, मनमा कुराहरू खेल्ने, एक जस्तो फिमेल छ भने मेल प्रति, मेल छ भने फिमेल प्रति एट्र्याक्टिभ हुने, यस्तो हो। अनि यो भएपछि चाहिँ हाम्रो समाजमा के हुन्छ अहिले, अब यो चाहिँ एकदम नराम्रो कुरा हो भन्ने हुन्छ नि त। साथी बनाउनु, बोल्नु, एउटा केटा साथी, एउटा केटा मान्छे र एउटा केटी मान्छे बोलेको देख्दाखेरि अब ब्लेमिङहरू गर्ने यस्तो कुराहरू छ। अनि यस्तो मेन भनेको चाहिँ हर्मोनल चेन्ज हो होइन, एउटा कुरो। अर्को कुरो भनेको प्यारेन्ट्सहरू जुन हुन्छ नि, परिवारले चाहिँ छोराछोरीहरूलाई साथीको व्यवहार गर्दै नगर्ने। अब आमा बुवाहरू कुरा गरिरहेछ भने नि, तिमीहरू बच्चा हो, तिमीहरू सुन्नु हुँदैन, उताभित्र जाऊ, तिमीहरूले यस्तो कुरा किन ठुलो मान्छे बोलेको ठाउँमा बोल्ने, किन ठुलो मान्छेले कुरा गरिरहेको कुरा सुन्ने भनेर छोराछोरीहरूको चाहिँ कुरा पनि नसुन्ने, आफूले कुरा गरिरहेको ठाउँमा पनि छोराछोरीहरूलाई बस्न दिए। पढ 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 पढ, पढेर मात्रै अगाडि बढिन्छ भन्ने खालको कुराहरू भयो। अनि अहिलेको बढ्दो प्रविधि जुन मोबाइलहरू हेर्ने होइन, अनि यस्तो यस्तो कारणले पनि अलिकति त्यसलाई मिसयुज गरेको कारणले पनि, प्रविधिलाई मिसयुज गरेको कारणले पनि बढ्दो यो भइरहेछ। अनि अर्को मुख्य कुरा भनेको कम्युनिकेसन ग्याप भनौँ, उसको पारिवारिक जस्तो हुन्छ नि, पारिवारिक इन्भाइरोमेन्ट चाहिँ एकदम फ्रेन्डली नहुने के जुन भनेको पारिवारिक इन्भाइरोमेन्ट। अहिले चाहिँ आमा बुवाहरू व्यस्त हुने, आमा बुवाहरू पनि जागिरमा जाने, छोराछोरीहरू बिहान पकायो खायो हिँड्यो पाहाडमा होइन, अनि वस्तुभाउ पनि थोरै थोरै हुन्छ, त्यो माथि जागिर बुवा मम्मी नै। अनि त्यो भइसकेपछि चाहिँ हामीले अलिकति छोराछोरीहरूलाई थोरै समय के छ कस्तो छ, उनीहरूको मन चाहना इच्छा, पढाइ केमा रुचि छ, यस्तो कुराहरू चाहिँ नभएर एउटा कुरो भयो। अर्को भनेको उसको आफ्नो शारीरिक केही समस्याहरू पनि उसलाई, जस्तो अब हुनसक्छ शारीरिक समस्याहरू पनि कसै कसैलाई एनेमिक भएको हुनसक्छ, अब राम्रो प्रोपर काउन्सिलिङ नभएर नि हुनसक्छ। अनि मुख्य कुरा भनेको अनि टिचरहरूले पनि राम्रोसँग काउन्सिलिङ गर्नु पर्यो। अब अहिलेको पढाइ पनि त्यस्तै हुन्छ होइन, अब विद्यार्थीले पनि शिक्षकलाई चाहिँ आफ्नो साथी जस्तो गरेर लिएको हुँदैन, शिक्षकले पनि विद्यार्थीलाई साथीले जस्तो गरी सिकाइरहेको हुँदैन। अनि त्यही भएर सबै इन्भाइरोमेन्टहरू पनि अहिले बढ्दो जुन प्रविधिको जमाना अनुसार त्यो भएर पनि अलिकति किशोर र किशोरीहरूमा चाहिँ मानसिक परिवर्तनहरू बढ्दै गएको, मानसिक समस्याहरू बढ्दै गएको। अब लास्टमा चाहिँ यो हाम्रो केस अनुसार चाहिँ हाम्रो केस चाहिँ जनरल एन्जाइटी डिसअर्डरको केस, अथवा एउटा 12-13 इयर्स 12-13 वर्षको किशोरीमा देखा परेको जनरल एन्जाइटी डिसअर्डर। अहिले एन्जाइटी डिसअर्डरको पनि रेट एकदम हाई छ। एन्जाइटी र डिप्रेसन सुन्दा हामी सँगसँगै भन्छौँ, तर एन्जाइटी र डिप्रेसन अलिक फरक छ। एन्जाइटी भनेको चाहिँ आत्तिने, डिप्रेसन भनेको चाहिँ अलिक अलग्गै बस्नु खोज्ने, इन्ट्रेस्ट कम हुने, ल्याक अफ इन्ट्रेस्ट, ल्याक अफ एनर्जी, आफूलाई मनपर्ने खेल पनि खेल्न मन नलाग्ने, आफूलाई मनपर्ने खाना पनि नखाने, त्यो चाहिँ डिप्रेसन हो। यो एन्जाइटी भनेको चाहिँ आत्तिने, बढी आत्तिने प्रवृत्ति चाहिँ यो एन्जाइटीमा पर्छ। र हाम्रो केस चाहिँ एन्जाइटी प्लस डिप्रेसन दुवै हो जस्तो लाग्छ मलाई, किनभने त्यो किशोरी बेला बेलामा आत्तिन्छन् पनि, र प्लस डिप्रेसन भनेको चाहिँ उनको चाहिँ कुनै कुरा पनि इन्ट्रेस्ट थिएन, साथीहरूसँग खेल्न पनि इन्ट्रेस्ट थिएन, आफ्नो फेभरेट कुराहरू खान गर्न पनि इन्ट्रेस्ट थिएन, किनभने चाहिँ ल्याक अफ एनर्जी, केही गर्न जाँगर पनि थिएन, अल्छी लाग्ने, सुतिहाल्ने, स्कुलबाट आइसकेपछि सुतिहाल्ने, खाना पनि मन लाग्ने, लस अफ एपेटाइट त्यो पनि थियो। अब यसको चाहिँ प्रिभेन्सन, साइकेट्रिक प्रब्लमको चाहिँ हामीले प्रिभेन्सन गर्दा बेटर हुन्छ। साइकेट्रिक प्रब्लमको चाहिँ ट्रिटमेन्टभन्दा पनि प्रिभेन्सनमा जोड दिनुपर्ने जरुरी हुन्छ। र मम्मीले मेरो क्वेसन चाहिँ अब एकदम छोटो रूपमा पोइन्ट वाइज यो जनरल एन्जाइटी डिसअर्डर प्लस डिप्रेसनको चाहिँ प्रिभेन्ट गर्नको लागि, यसलाई रोक्नको लागि अथवा हुनै नदिनको लागि चाहिँ यसमा प्यारेन्ट्सहरूको रोल के हुन्छ, नम्बर 1। अनि दोस्रो भनेको चाहिँ किशोरावस्थामा सबभन्दा बढी टाइम हामीले स्पेन्ड गर्ने भनेको घरभन्दा नि स्कुलमा हो। सो स्कुलको के रोल हुन्छ, स्कुल प्लस टिचर्सहरूको घरको के रोल हुन्छ, सेकेन्ड पोइन्ट। अनि थर्ड भनेको चाहिँ आफू चाहिँ अब किशोरी आफैलाई पनि कहिलेकाहीँ आफैलाई थाहा हुँदैन के भएको हो, आफैलाई मन नलाग्ने हुन्छ। अनि जनरली चाहिँ यो जनरली चाहिँ किशोरी आफैलाई थाहा हुँदैन। डिप्रेसन चाहिँ त्यो डिप्रेसन भएको मान्छेलाई चाहिँ आफू डिप्रेस्ड हो भन्ने थाहा हुँदैन जनरली चाहिँ, तर कहिलेकाहीँ चाहिँ एन्जाइटी चाहिँ थाहा हुन्छ। फेरि म किन आत्तिरहेको छु है, मलाई केही भएकै छैन, म यत्तिकै आत्तिएँ भनेर भन्न सक्छ। त्यो बेलामा चाहिँ त्यो किशोरी आफैको चाहिँ के रोल हुन्छ, तिनवटा पक्षको के रोल हुन्छ भन्ने विषयमा थोरै। अब मेन भनेको फ्यामिलीले चाहिँ त्यो साथी जस्तो व्यवहार गर्नु पर्यो, खानेकुराहरूमा ध्यान दिनु पर्यो, पोषणयुक्त खानेकुरा खुवाउनु पर्यो,
अनि उनीहरूलाई चाहिँ पढाइको कस्तो भइरहेछ, पढाइको यहाँसम्म चाहिँ तिमीहरूले यो पढ्यो यो गर्न सक्छौ है भनेर उनीहरूको पढाइको लक्ष्यहरू सिकाइदिनु पर्यो। अनि टिचरहरूले चाहिँ अब के गर्ने, टिचरहरूले पनि फ्रेन्डली व्यवहार हुनु पर्यो। अनि एउटा सेयर गर्ने एउटा क्लासको फिमेल छ भने फिमेल टिचर, मेल छ भने मेलको टिचर चाहिँ उनीहरूले विश्वास गरेको एकजना टिचर राखेर चाहिँ आफ्नो कुराहरू सेयर गर्ने, समस्याहरू भन्ने र समस्याको समाधानहरू सिकाउने गरी एउटा बनाउनु पर्यो टिचरहरूले। अनि ऊ आफैले चाहिँ म चाहिँ अब किशोर अवस्थामा छु, किशोरी छु, अब मलाई चाहिँ यस्तो परिवर्तन भइरहेछ भने उसले आत्मबल बढाउनु पर्यो। सबै कुराहरू भनेको सामान्य प्रक्रिया हो, जस्तै अरूलाई पनि भएको थियो मलाई पनि भयो। अब अरू अरू पनि किशोरी अवस्थाबाट ऊ आफैलाई पनि चेन्जेस आइरहेछ भने उसले प्यारेन्ट्सलाई सेयर गर्नु पर्ला। अनि उसले चाहिँ उसको परिवारलाई पनि भन्न पर्यो आफूलाई इरिटेसन भइरहेछ या के भइरहेछ, आफूलाई जे समस्या भएको छ त्यो कुरा टिचरलाई या परिवारलाई चाहिँ खुलेर भन्न पर्यो, अनि एउटा खुलेर उसले सेयर गर्न सक्नु पर्यो। अनि अर्को कुरा भनेको आत्मबल एकदमै बढाउनु पर्यो, आत्मविश्वास हुनु पर्यो उसलाई, यो केही होइन, यो चाहिँ सहज हो, यसलाई राम्रोसँग मैले पढाइको रूपमा ढाल्न पर्यो भनेर डाइभर्ट गर्न पर्यो कि आफ्नो परिवर्तनहरू जुन छ नि आउँछ, हर्मोनल परिवर्तनले गर्दा आउने जुन फिलिङ्सहरू हुन्छ नि त्यसलाई चाहिँ डाइभर्ट गर्न सक्नु पर्यो। यसलाई चाहिँ एउटा जीवनको लक्ष्य लिएर हिँड्न सक्छु भनेर कम्फर्टेबल हुनु पर्यो। त्यही तिनवटा उसमा बसेर मैले उसलाई काउन्सिलिङ गरेको थिएँ, त्यसले गर्दा उसको जो राम्रै परिवर्तन भएको थियो। अब थ्याङ्क यू भेरी मच मम्मी यो केस सेयर गरेकोमा। यो केस चाहिँ अलिकति यो टाइममा अलिकति रेलेभेन्ट पनि छ। अनि यो समयको लागि चाहिँ यो केस चाहिँ अलिकति रेलेभेन्ट पनि छ, किनभने हामीले डेटा हेर्दै गर्दाखेरि एनडिएचएस 2016बाट एनडिएचएस 2022को डेटा आइसक्यो अहिले। 2022को एनडिएचएस रिपोर्ट अनुसार चाहिँ एन्जाइटी र डिप्रेसन चाहिँ नेपालको मानसिक रोग मध्येको चाहिँ सबैभन्दा मोस्ट कमन, सबैभन्दा धेरै देखा परेको चाहिँ रोग हो। त्यसमा पनि सबभन्दा बढी चाहिँ यो एज ग्रुपलाई, किशोर अवस्थाको एज ग्रुपमा चाहिँ बढी देखिएको रोग हो यो। त्यस कारणले पनि यो कुरा गर्न एकदम जरुरी थियो र यसबारे चाहिँ आफ्नो केस आफूले भेटेको केसको डिस्कसन गरेर यसमा आफ्नो एक्सपिरियन्स सुनाइदिनु भयो। थ्याङ्क यू भेरी मच मम्मीलाई। यति भन्दै सबैजना धन्यवाद। यो चाहिँ मैले अस्ति किशोर अवस्थामा हुने महिनावारीको कुरा गरेको थिएँ, सँगसँगै यो एकदमै धेरै सेन्सिटिभ कुरा हो। मैले चाहिँ अनुमति लिएर यो केसलाई कसैको नाम नभनिकन सेयर गरेको छु। यस्तै केसहरू हजुरको छोराछोरीलाई पनि भएको हुन सक्छन्। हजुरहरूले पनि आफ्नो छोराछोरीहरूलाई एकदमै धेरै साथी जस्तै व्यवहार गर्नुहोला, खाने कुराहरूमा ध्यान दिनुहोला। र सँगसँगै स्कुलमा म शिक्षकहरूलाई पनि के अनुरोध गर्छु भने आफ्नो विद्यार्थीलाई एकदमै साथीको जस्तो व्यवहार गर्नुहोस्। अँध्यारो मुख लागेको छ, एक दुई दिन उसले केही भनेको छैन, कुराहरू सेयर गरेको छैन भने तपाईँको एउटा बोलीले, तपाईँले गरेको एउटा काउन्सिलिङले उसको जीवन परिवर्तन भएको हुनसक्छ। मलाई एकदम प्राउड फिल भएको छ। यो बहिनीलाई चाहिँ मैले क्लोजमा राखेर मोनिटरिङ गरेर काउन्सिलिङ गरेर उसले आफ्नो जीवनलाई राम्रोसँग परिवर्तन गरेको छ। उसले मलाई पनि एकदमै धेरै बेस्ट फ्रेन्डको रूपमा अहिलेसम्म हेरिराखेको छ। यहाँहरूलाई यो भिडियोले सबै किशोरीहरूलाई, सबै आमा बुवाहरूलाई सहयोग गर्नेछ भन्ने आशा लागेको छ। अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। यो भिडियो हेरेर हजुरहरूले प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा लागेको छ। हस्त, धन्यवाद। थ्याङ्क यू।